नमस्कार। राष्ट्रिय सहकारी नियमन प्राधिकरण एनसिआरएबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने मापदण्ड 2082 अनुरूप सहकारी दर्ता अभिलेखीकरण प्रयोजनार्थ तयार गरिएको विद्युतीय दर्ता प्रणाली एफसिआरएसमा यहाँहरूलाई स्वागत छ। आज हामी यस सहकारीको विवरण प्रविष्टि गर्ने क्रममा सेयर मेम्बर पृष्ठमा आइपुगेका छौँ। यो पनि एउटा महत्त्वपूर्ण पृष्ठ हो जसमा हामीले सेयर मेम्बर, सेभिङ मेम्बर र लोन मेम्बर तीनवटा मेम्बरको विवरणहरू यसमा प्रवेश गर्छौँ। जसमा हजुरहरूले देख्न सक्नुहुन्छ यो सेयर मेम्बरको कति सेयर छ भनेर त्यो सबै कुराहरू र सेयर मेम्बरको डिटेल सँगसँगै त्यस्तै गरेर अर्को यसरी हामीले अपलोड सेभिङ मेम्बर भनेर छ, त्यस्तै गरेर लोन मेम्बर, यो तीनवटा मेम्बरको हामीले छुट्टा छुट्टै फाइलहरू एक्सेल फाइल बनाएर एक्सेल फाइलबाट हामीले सबै विवरणहरू प्रविष्टि गर्छौँ यसमा। यो सबै कुराहरू हामीले कसरी गर्ने भनेर हेरौँ अब। अपलोड सिएसपी अर एक्सेल फाइल कन्टेनिङ कोअपरेटिभ मेम्बर डेटा भनेर छ। हामीले यसमा फाइलहरू राख्न अपलोड गर्नुभन्दा पहिला हामीले यो यहाँ देखेको 6वटा जुन नोट छ यो सबै कुरा हामीले पढ्नुपर्ने हुन्छ र यसलाई हामीले जान्न जरुरी हुन्छ। यसमा छ सबैभन्दा पहिला 3वटा निम्नलिखित टेम्प्लेटहरू डाउनलोड गर्नुहोला भनेर हजुरले देख्न सक्नुहुन्छ यहाँ यो सेयर मेम्बरको लागि भयो यो डाउनलोड टेम्प्लेट, त्यस्तै गरेर सेभिङ मेम्बरको लागि डाउनलोड टेम्प्लेट र लोन मेम्बरको लागि भनेर डाउनलोड टेम्प्लेट छ। यसरी 3वटा मेम्बरको लागि 3वटा छुट्टा छुट्टै एक्सेल फाइल हामीले डाउनलोड गर्नुपर्ने हुन्छ। माथि डाउनलोड गरेको टेम्प्लेटहरू कम्प्युटरमा सेभ गरेर खोल्नु। जस्तो हामीले यसमा टेम्प्लेटहरू डाउनलोड गर्छौँ, यो डाउनलोड गरिसकेपछि आफ्नो ल्यापटप कम्प्युटरमा सेभ गरेर हामीले त्यस फाइल खोलेर हामीले त्यसमा विवरणहरू हामीले भर्नुपर्ने हुन्छ। त्यस्तै गरेर यो टेम्प्लेटको टाइटल अर्थात् पहिलो लाइन फर्स्ट रोमा भएको विवरण फेरबदल नगर्नु होला। यो भनेको हामीले जुन एक्सेल फाइल हामीले डाउनलोड गर्छौँ त्यो एक्सेल फाइलमा फर्स्ट रोमा जुन हामीले हेडिङहरू देख्छौँ त्यो सबै हेडिङहरू हामीले कुनै पनि फेरबदल गर्न मिल्दैन। त्यस्तै गरेर अर्को छ रातो कलर गरेको कोलममा खाली नछोड्नु होला। यी सबै कुराहरू हामी अहिले एक्सेल फाइल डाउनलोड गरेर त्यसमा कसरी विवरण राख्ने र कुन कुन कुरा हामीले चेन्ज गर्न मिल्छ, कुन कलममा हामीले डेटाहरू नभरिकन अगाडि बढ्न मिल्दैन, त्यो सबै कुरा हामी अहिले विस्तृत रूपमा हेर्छौँ। त्यस्तै गरेर छ 5 नम्बरमा डेटको विवरण प्रविष्टि गर्दा इयर, मन्थ, डे अर्थात् 4 अङ्कको वर्ष, 2 अङ्कको महिना र 2 अङ्कको दिन नै हुनुपर्ने छ। यो भन्न खोजेको के हो भनेपछि हजुरले अब इयर राख्दा त हाम्रो 4 अङ्क नै हुने भइहाल्यो। त्यस्तै गरेर महिना राख्दा त जस्तो हाम्रो महिना राख्दा 2 अङ्कको भन्नुको मतलब हामीले जस्तो 2 महिना, 3 महिना, 4 महिना राख्दाखेरि हामीले त अब 2, 3, 4 मात्रै हुन्छ नि त। त्यसमा हामीले फर्स्टमा 0 राख्नुपर्ने हुन्छ। 0 राखेर हामीले 2 अङ्कको बनाउनुपर्ने हुन्छ। त्यस्तै गरेर हामीले दिनलाई पनि 2 अङ्कको बनाउनुपर्ने हुन्छ। पहिलो 0 राखेर 1 देखि 9 सम्म, त्यसपछि त हामीले 10, 11 राख्दा त 0 राख्न जरुरत परेन। हामीले 10, 11 राख्दा त 2 अङ्क नै हुने भइहाल्यो। त्यस्तै गरेर 6 नम्बरमा चाहिँ एक्सेल सिटमा भएका सबै कलममा उपयुक्त विवरण भर्नुहोला भनेर छ। यो भन्न खोजेको जस्तो हामीले जुन एक्सेल फाइल डाउनलोड गर्छौँ त्यो एक्सेल फाइलमा हामीले सबै जति पनि त्यसमा कलमहरू छ सबैमा हामीले विवरण राख्नुपर्ने हुन्छ। किनभने विवरण नराखिकन कुनै कलमहरू हामीले यसै छोडिदियौँ भने त्यो डेटा हाम्रो सक्सेसफुली यसमा सेभ हुँदैन। त्यसमा इररहरू, मिस्टेकहरू आउने चान्सेस हुन्छ। त्यस कारणले गर्दा जति पनि त्यहाँ ठाउँहरू छ सबैमा हामीले डेटाहरू फिलअप गर्नुपर्ने हुन्छ। यदि हामीलाई त्यहाँ दिएको कलमभन्दा धेरै चाहिएमा हामीले एक्सटेन्ड गरेर त्यो फाइललाई हामीले ठुलो पनि बनाउन सक्छौँ। हामीले त्यो कलम बढाएर हामीले अरू डेटाहरू राख्न सक्छौँ र त्योभन्दा त्यसमा दिएको भन्दा थोरै हामीसँग विवरण उपलब्ध छ भने हामीले त्यो कुरालाई हामीले घटाउन पनि सक्छौँ। अहिले हामी त्यो एक्सेल फाइलमा कसरी गर्ने भनेर हेर्छौँ। फर्स्टमा हामी यो नोट पढेर जान्नुपर्ने कुराहरू जानिसकेपछि हामीले अब त्यसपछि हामी एक्सेल फाइलमा काम गर्छौँ। यसरी यसमा नोटमा लेखेको छ यदि एकपटक अपलोड गरेको कुनै एक वा सो फाइलको स्ट्याटस अपलोड फेल देखाएको खण्डमा तपाईँले सोही फाइल पुनः अपलोड नगर्नुहोला। यो भनेको हजुरहरूले जुन एक्सेल फाइल भएको फाइललाई यदि स्ट्याटस फेल देखायो भने हजुरहरूले त्यो फाइललाई फेरि बारम्बार त्यही फाइल फेरि अपलोड गर्ने प्रयास नगर्नु होला। किनभने त्यो फाइलमा मिस्टेक भएर नै हजुरको यहाँ फेल देखाएको होइन। हजुरहरूले त्यसमा के मिस्टेक आएको छ त्यो मिस्टेकहरूलाई हजुरले करेक्सन गर्नुभयो भने र यसमा यस्तो अवस्थामा फाइलमा गएर नमिलेको कुरा सच्याउने वा भ्यू डिटेल्समा गएर फेल भएको रो यो सबै कुराहरू अहिले हामी फाइल अपलोड गरिसकेपछि कसरी गर्ने भनेर हेर्छौँ। अब हामी हेरौँ अपलोड सेयर मेम्बर डेटा फ्रम द फाइल भनेर छ। सहकारीका सबैभन्दा ठुला सेयर सदस्यको विवरण भएको एक्सेल फाइल अपलोड गर्नुहोस् भनेर यहाँ छ। यो भनेको हामीले फर्स्टमा हामी यसमा आइसकेपछि यसरी डाउनलोड टेम्प्लेट गर्नुपर्ने हुन्छ। अब मेरो टेम्प्लेट डाउनलोड भयो। अब म त्यो सेयर
मेम्बर टेम्प्लेट खोल्छु यसरी एक्सेल फाइलमा खुल्छ। अब एक्सेल फाइलमा यो खुलिसकेपछि एक्सेल फाइलमा त्यहाँ भनेको त्यो जुन 100 ठुला सेयर मेम्बर भनेर भनेपछि यसरी यहाँ 101 देख्न सक्नुहुन्छ। यो भनेको 1 भनेको हाम्रो हेडिङले लिएको छ, त्यस कारणले गर्दा अब 100 नै भयो। अब हजुरले जुन यो अघि हामीले त्यो नोटमा पढेको थियौँ, यो पहिलो लाइनको डिओबी, जेन्डर, सिटिजनसिप नम्बर, यो सबै कुराहरू हजुरहरूले यो रो जुन देखिराख्नु भएको छ, यो रोमा केही पनि चेन्जेसहरू गर्न मिल्दैन। फर्स्टमा यसरी फुल नेमबाट यसरी अब फुल नेम सेयर सदस्यको नेम राख्ने, त्यसपछि उहाँको मोबाइल नम्बर, डिओबी। अनि हामीले अघि त्यो नोट पढ्ने क्रममा अर्को के कुरा पनि भनेको थियौँ भने, जस्तो यो रातो अक्षरमा जति ठाउँ हजुरले रातो अक्षरमा लेखेको छ, त्यो रातो अक्षर भनेको हजुरहरूले अपलोड यसमा डेटा कम्पलसरी राख्नै पर्छ। यो फिल्डहरूलाई स्किप गर्न मिल्दैन। त्यस्तै गरेर डिओबीमा अब यसरी अघि हामीले भनेको नोटमा पढेको थियौँ, डिओबी राख्दाखेरि हजुरहरूले इयर 4 डिजिटको हुनुपर्छ, यसरी 4 डिजिटको। त्यस्तै गरेर अब मन्थ चाहिँ 2 डिजिटको हुनुपर्छ। त्यसको मतलब हजुरले जस्तो 5, 6, 7, 8 यस्तो मन्थ राख्नुपर्ने हुन्छ, 06, 07 राख्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब अर्को अब डे राख्दा पनि त्यसै गरेर राख्नुपर्ने हुन्छ। मैले राखेँ 15। अब जेन्डर हजुरले सिलेक्ट अनि अर्को कुरा हजुरले ध्यान दिनु परेको कुरा, सिलेक्ट भनेको ठाउँमा हजुरहरूले यसरी यहाँ सिलेक्टमा गएर मेल फिमेल सिलेक्ट गर्नुपर्ने हुन्छ। यसमा हजुरहरूले टाइप गर्न अनुमति छैन हजुरहरूलाई, यसरी टाइप नगरिदिनु होला। यसरी सिलेक्ट भनेको ठाउँमा हजुरले साइडमा क्लिक गरेर सिलेक्ट नै गर्नु होला। अब सिटिजनसिप नम्बर कति हो यसरी फिलअप गर्नु होला। इस्यु डिस्ट्रिक्टमा हजुरले यसरी सिलेक्ट गर्नु होला कुन डिस्ट्रिक्टबाट इस्यु हो, र हजुरले यसरी सिलेक्ट गरेर राख्नुपर्ने हुन्छ। अब यो सबै भयो। नेम, मोबाइल नम्बर पनि मेन्डेटरी छैन, तर राख्नु होला यसमा। मोबाइल नम्बर कति हो राख्नु होला। त्यसै गरेर डिओबी मेल भयो। अब सिटिजनसिप नम्बर, इस्यु डिस्ट्रिक्ट, अब प्रोभिन्स, अब एड्रेस राख्नुपर्ने हुन्छ। एड्रेस राख्दा हजुरले अब बागमती राख्नुभयो भने अब डिस्ट्रिक्टमा सिलेक्ट गर्दा हजुरको त्यो प्रोभिन्ससँग रिलेटेड डिस्ट्रिक्ट मात्रै यसरी आउँछ, त्यो सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब डिस्ट्रिक्ट राखिसकेपछि अब यो ललितपुर डिस्ट्रिक्टसँग रिलेटेड म्युनिसिपालिटीको मात्रै लिस्टहरू यसरी देख्न सक्छु। मैले गोदावरी म्युनिसिपालिटी राखेँ। त्यसै गरेर अब वार्ड नम्बर, यसको वार्ड कतिवटा वार्ड छ त्यही अनुसार वार्ड नम्बर देखाउँछ। अब हजुरले टोल छ भनेर राख्नु होला, छैन भनेर राख्नु होला। अब प्यान नम्बर, त्यस्तै गरेर एनआइडी नम्बर। अब नम्बर अफ सेयर भनेर छ, हजुरले अब यो सेयर मेम्बरको विवरण राख्दै हुनुहुन्छ भने हजुरले जुन व्यक्तिको नेम इन्टर गर्नुभएको छ उहाँको कति सेयर छ। सपोज मैले राखेँ 230 सेयर छ, 230 सेयर छ। टोटल सेयर एमाउन्ट यो भनेको हजुरले 230 सेयर छ भनेपछि 230 किताब हो इन्टु, अनि त्यसपछि हजुरको त्यो सेयरको भ्यालु कति छ। जस्तो इन्टु 10 छ भने मैले राखेँ अब यसरी 2300 भनेर सेयर भ्यालु राखेँ, अराउन्ड 23,000 भनेर। यसरी टोटल सेयर एमाउन्ट त्यो उहाँसँग भएको सेयरको कति एमाउन्ट हुन्छ त्यो राख्नु होला। त्यस्तै गरेर अब हजुरले यो टोटल सेयर एमाउन्ट राख्नुभयो। त्यस्तै गरेर यहाँ हजुरले अरू देख्न सक्नुहुन्छ टोटल लोन एमाउन्ट। अब त्यस्तै गरेर अर्को देख्न सक्नुहुन्छ टोटल सेभिङ एमाउन्ट भनेर। यो सबै कुराहरू हजुरहरूले यसमा भर्न जरुरी छैन। यो सबै भर्नको लागि हजुरले अब सेयर मेम्बरमा आइसकेपछि हजुरले सेयर मेम्बरको नै भर्नुपर्ने हुन्छ। किनभने यसरी अब टप 100 भनेको चाहिँ सबभन्दा धेरै सेयर भएको 100जना व्यक्ति भनेर बुझिन्छ। अब त्यो सबैभन्दा धेरै सेयर भएको छ, जस्तो मैले एकजनाको यहाँ नेम इन्टर गरेँ, उहाँको सुमन भनेर। उहाँ टप सेयर एमाउन्ट मेम्बरमा पर्नुहुन्छ भने चाहिँ उहाँ नै टप लोन एमाउन्टमा या टप सेभिङ एमाउन्टमा पर्नुहुन्छ भन्ने छैन। त्यस कारणले गर्दा चाहिँ हजुरहरूले यो फिल्डहरूलाई चाहिँ यसरी केही पनि नभरेर छोडिदिनु होला। यो फिल्डहरू हजुरहरूले भर्न जरुरी छैन। यसरी हजुरहरूले सेयर एमाउन्टको भर्दा सेयर एमाउन्टको मात्रै, र लोनको भर्दा लोनको मात्रै, र सेभिङ एमाउन्टको भर्दा चाहिँ सेभिङ एमाउन्टको मात्रै भर्नु होला। त्यस्तै गरेर हजुरहरूले अब टप मैले एकजनाको विवरण राखेँ, त्यस्तै गरेर हजुरहरूले 100जनाको राख्नुपर्ने हुन्छ। यदि हजुरकोमा 100जना हुनुहुन्न भने हजुरले यो सबै फिल्डहरूलाई जति पनि हजुरलाई चाहिँदैन यो फिल्डहरू, अब हजुरले जस्तो 90जनाको मात्रै भर्नु छ डिटेल छ भने हजुरले अब यसरी 91बाट सिलेक्ट गरेर अब हजुरले कति विवरण चाहिएको छ त्यो अनुसार यसरी सिलेक्ट गरेर सबै डिलिट गर्न सक्नुहुन्छ। सबै डिलिट भयो। त्यस्तै गरेर जतिसम्म हजुरलाई चाहिन्छ त्यतिसम्म राखेर अरू सबै डिलिट गर्न सक्नुहुन्छ। अब यो त भयो हजुरले 100जना भन्दा थोरै राख्नु परेमा डिलिट गर्ने कुरा। अब 100जना भन्दा धेरै राख्नु परेमा यसरी हजुरले यो सिलेक्टहरूमा यदि हजुरले सिलेक्ट नगरिकन
यसरी सिलेक्ट नगरेर हजुरले यसरी यहाँसम्म खिच्नुभयो भने यो सबै सिलेक्ट आयो। अब यसै गरेर हजुरले सिलेक्टको कुरामा चाहिँ यसरी तलसम्म सिलेक्टलाई राखेर खिच्नुपर्ने हुन्छ। किनभने यदि हजुरले डाइरेक्ट यहाँ यसरी ऱ्यान्डमली डेटा राख्दै जानुभयो भने यो सिलेक्टमा अप्लाई गरेको यो फर्मुलाहरू हजुरकोमा आउँदैन। त्यस कारणले गर्दा हजुरलाई अब 95 मैले अघि डिलिट गरेर थोरै भएको छ। अब 95 भयो हजुरलाई 95 होइन 110 सम्म डेटा राख्नु छ भने हजुरले यो सबै सिलेक्टहरूलाई यसरी खिच्नुपर्ने हुन्छ। यसरी यसरी अब यो सिलेक्टलाई 1 बाई 1 यसरी यहाँ राखेर सँगै पनि यसरी खिच्न सक्नुहुन्छ। हजुरलाई जहाँसम्म चाहिन्छ त्यहाँसम्म हजुरले यसरी फर्मुला अप्लाई हुने गरी राख्न सक्नुहुन्छ। यो भयो हामीले यसरी राख्नुपर्ने कुराहरू। अब यो फाइललाई हामीले यसमा सबै डेटाहरू राखेर अनि हामीलाई जति चाहिन्छ त्यति हामीले यो फाइललाई एक्सटेन्ड गरेर धेरै डेटा राखेर होस् या योभन्दा कम डेटा राखेर यो फाइलहरू डिलिट गरेर हामीले अब यो फाइललाई सेभ पर्ने हुन्छ। सेभ गरिसकेपछि यही फाइल नै हामीले अपलोड गर्नुपर्ने हुन्छ। अब मैले एक्सेल फाइललाई अहिले अब हामीले यहाँ सेयर मेम्बरको डेटा त्यसरी एक्सेल फाइलमा गएर हामीले सबै विवरणहरू पूर्ण रूपमा भरेर चाहिने जति हामीलाई जस्तो 100 मेम्बर दिएकोमा हामीले 100 मेम्बर चाहिएको भने 100 र 100भन्दा धेरै चाहिएको भने यसरी फाइललाई बढाएर र 100भन्दा कम चाहिएको भने हामीले त्यो फाइललाई घटाएर डिलिट गर्नुपर्ने हुन्छ। र हजुरहरूले यदि यो टेम्प्लेट हजुरहरूले यो टेम्प्लेटमा चाहिँ यसरी यहाँ छैन भने यसरी 00 राखेर केही गरेर यसरी इन्टर गर्न चाहिँ मिल्दैन। त्यो गर्नुभयो भने हजुरकोमा जस्तो मानौँ 80जना लोन मेम्बर हुनुहुन्छ, सेयर मेम्बर 80जना सेयर मेम्बर हुनुहुन्छ भने हजुरले 00 राखेर पनि 100जना पुर्याइदिनु भयो भने त हजुरको विवरणमा 100जना लोन मेम्बर भनेर देखाउँछ। त्यस कारणले गर्दा हजुरले 80जना हुनुहुन्छ भने 77जना हुनुहुन्छ भने बाँकी 10वटा 20वटा त्यो फाइलहरूलाई चाहिँ डिलिट गर्नुपर्ने हुन्छ। त्यहाँ कि 0 या यताउति केही पनि इन्ट्री नगरिकन त्यसलाई हामीले क्लिनली डिलिट गर्नुपर्ने हुन्छ। र 100भन्दा धेरै 110, 20, 40 हुनुहुन्छ भने चाहिँ हामीले यसरी जसरी मैले सिलेक्टलाई खिचेर फाइल एक्सटेन्ड गराएको थिएँ जुन यो फिल्डहरू त्यस्तै गरेर हजुरले बढाएर चाहिँ डेटा इन्ट्री गर्नुपर्ने हुन्छ। र जति चाहिएको छ त्यति हामीले राखेर अरूलाई डिलिट गरेर बढाएर त्यो सबै गरेर फाइल सेभ गरेर हामीले त्यसमा अपलोड गर्नुपर्ने हुन्छ। अब मैले यसमा एउटा फाइल अपलोड गरेँ सेयर मेम्बरको। अब हजुरले ध्यान दिनुपर्ने कुरा सेयर मेम्बरको फाइल राख्दाखेरि हजुरले सेयर मेम्बरकै अपलोड गर्नुपर्ने हुन्छ। यसमा अरू कुनै अपलोड गर्न मिल्दैन। सेयर मेम्बर भनेर ओपन अब यसमा सेयर मेम्बरको आयो। अब यसमा फाइल चुज गरिसकेपछि हामीले यसलाई अपलोड गर्नुपर्ने हुन्छ। यसरी प्रोसेसिङमा जान्छ। यो प्रोसेसिङमा जाँदै गर्दा हजुरकोमा केही टाइमपछि यहाँ कम्प्लिटेड भनेर आउँछ। हजुरले केही टाइम वेट गर्नुपर्ने हुन्छ। हजुरको फाइलमा डेटा धेरै हुने भएकोले एकछिन टाइम लाग्छ यो प्रोसेस हुन। यसरी देख्न सक्नुहुन्छ स्ट्याटस कम्प्लिट हजुरको यो प्रोसेसिङ टाइम केही टाइम लिन सक्छ। हजुरको यो सबै फाइलहरू प्रोसेस हुन टाइम लाग्ने भएकोले धेरै फाइल हुनाले अब टोटल रेकर्ड मैले चाहिँ 100वटा रेकर्ड भएको फाइल अपलोड गरेँ। त्यस कारणले गर्दा यसरी टोटल रेकर्ड 100 भनेर देखाएँ। यसरी हजुरकोमा यो फाइल कम्प्लिटेड नभएर स्ट्याटस फेल भयो केही भयो भने हजुरले फेरि कि त यसरी भ्यू डिटेल्समा गएर हजुरको यहाँ फेल भनेर अहिले 0 देखाएको छ मेरो सबै कम्प्लिटेड भएको भएर 0 देखाएको हजुरकोमा 1 2 3 यस्तो देखाएको हुनसक्छ। 1 2 3 देखायो भने हजुरले यति बुझ्नुहोस् कि यो फाइलमध्ये अब 100वटा 200 कति छ त्यही अनुसार त्योमध्ये 80वटा डेटामा मिस्टेक छ भनेर अनि त्यही अनुसार हजुरले कुन डेटामा मिस्टेक छ यसरी एडिटमा गएर एडिट गर्न सक्नुहुन्छ। हजुरले एडिटमा क्लिक गरेको डेटाको यसरी एडिट गर्ने आयो। अरू ठाउँमा चाहिँ यसरी एडिट गर्न देखाएको छैन। यसरी अब के मिस्टेक भएको छ त्यही अनुसार एडिट गर्नुपर्ने हुन्छ। अहिले मेरोमा मिस्टेक नभएको कारणले गर्दा मैले केही पनि एडिट गरेर देखाइनँ। यसरी हजुरले अब यसरी एडिट गर्न सक्नुहुन्छ। यसरी मैले फिमेल थियो मेल राखेँ एडिट गरिसकेपछि यहाँ मेल देख्न सक्नुहुन्छ। अब यो भयो हजुरले एउटा दुईटा डेटामा मिस्टेक आयो भने त्यसरी एडिट गर्न सक्नुहुन्छ। यदि हजुरकोमा धेरै डेटाहरूमा मिस्टेक आयो भने चाहिँ हजुरलाई त्यहाँ एडिटमा गएर गर्न अलि गाह्रो हुनसक्छ। त्यस कारणले गर्दा हजुरले एक्सेल फाइलमा गएर नै एडिट गर्नुपर्ने हुन्छ। यो भयो हामीले सक्सेसफुल्ली डेटा यसमा अपलोड भएको। अब त्यस्तै गरेर जस्तो हामीले यसमा जसरी गऱ्यौँ सेयर मेम्बरको डेटा जसरी हामीले एक्सेल फाइल डाउनलोड गरेर एक्सेल फाइलमा गएर एडिट गरेर अनि त्यो सबै कुन फिल्डहरूमा कसरी राख्ने कुन फिल्डहरू स्किप गर्न मिल्दैन डेटहरू कसरी राख्ने भनेर जस्तो जुन प्रोसेसले हामीले सबै त्यसमा गर्छौँ सेम त्यही प्रोसेसले नै हामी यसमा सेभिङ मेम्बरमा गर्नुपर्ने हुन्छ। अहिले चाहिँ मसँग भएको फाइलहरू मैले अपलोड गरेँ।
त्यस्तै गरेर अब अर्को लोन मेम्बरको हजुरले त्यही प्रोसेसले सेभिङ मेम्बर र लोन मेम्बरको गर्नुपर्ने हुन्छ। यसरी मैले लोन मेम्बरको पनि टेम्प्लेट अपलोड गरेँ। अब मैले यसमा अपलोडमा राख्छु। अहिले दुइटै प्रोसेसिङमा छ। हजुरले केही टाइम वेट गर्नुपर्ने हुन्छ। हजुरको प्रोसेसिङ फेल भयो, सक्सेस भयो भनेर यसरी यहाँ कम्प्लिटेड जसरी स्ट्याटस कम्प्लिटेड देखायो भने हजुरको सक्सेस भएको हुन्छ। नत्र भने यहाँ फेल देखाउँछ। यसरी देख्न सक्नुहुन्छ यो सेभिङ मेम्बर पनि कम्प्लिटेड भइसकेको छ र अब हामी केही टाइम वेट गरेपछि यो लोन मेम्बर पनि कम्प्लिटेड हुन्छ। मिस्टेक छ भने फेल देखाउँछ। हामीले त्यसरी अब कहाँ गएर कसरी एडिट गर्ने भनेर हेरिहाल्यौँ। अब कम्प्लिटेड देखाएपछि यो नोटमा देख्न सक्नुहुन्छ तपाईँले अपलोड गर्न खोज्नु भएको फाइल सफलतापूर्वक अपलोड भए पश्चात प्रत्येक फाइलको स्ट्याटस कोलमा कम्प्लिटेड देखेपछि मात्र नेक्स्ट स्टेपमा जान अनुमति मिल्नेछ। यो भन्न खोजेको जस्तो हामीले यसमा हामीले 3वटा फाइल अपलोड गर्छौँ। 3वटा फाइलमध्ये 3वटै फाइल यसरी कम्प्लिटेड भयो भने मात्रै हामी अल मेम्बर्स फाइल अपलोडेड रेडी टु प्रोसिड भनेर यस्तो मेसेज देख्न सक्नुहुन्छ। यो देखेपछि हामी अर्को नेक्स्ट स्टेपमा जान अनुमति मिल्नेछ। यदि यसमा कुनै मिस्टेक हुन गएमा हजुरले यसरी के मिस्टेक आएको छ फाइलमा गएर चेन्ज गर्नुपर्ने हुन्छ। यहाँ भ्यू डिटेल्समा गएर एडिट पनि गर्न सक्नुहुन्छ र भ्यू डिटेल्समा नभएर हजुरको धेरै मिस्टेक छ भने हजुरले फेरि एक्सेल फाइलमै गएर चेन्ज गर्नुपर्ने हुन्छ। हजुरले यसरी भ्यू चेन्जेस एडिट गरिसकेपछि यसरी यहाँ रिफ्रेस गर्नुभयो भने सबै चेन्जेसहरू आउँछ। यसमा भयो हामीले सेयर मेम्बर, सेभिङ मेम्बर र लोन मेम्बरको कसरी डेटाहरू इन्ट्री गर्ने। फर्स्टमा हामीले टेम्प्लेट डाउनलोड गर्नुपर्ने हुन्छ। यो 3वटाको यसरी डाउनलोड टेम्प्लेटमा क्लिक गर्नुभयो भने 3वटै टेम्प्लेटहरू डाउनलोड हुन्छ। त्यो डाउनलोड भइसकेपछि हामीले यो 3टैमा हामीले डेटाहरू यसमा राख्ने प्रोसेस हाम्रो एउटै छ। हामीले चाहिँ जुन टेम्प्लेट डाउनलोड गरेको छौँ त्यही टेम्प्लेटमा त्यसमै जस्तो सेयर मेम्बरको टेम्प्लेट डाउनलोड गऱ्यौँ भने हामीले सेयर मेम्बरकै विवरण राख्नुपर्ने हुन्छ। त्यसमा हामीले लोन मेम्बर अरू के राखेर यसरी यस्तो मिस्टेक चाहिँ हामीले यसमा गर्न हुँदैन। ध्यान दिएर सबै विवरणहरू राम्रोसँग इन्ट्री गर्नुपर्ने हुन्छ। त्यो गरिसकेपछि हाम्रो सबै कम्प्लिटेड भयो। अब कम्प्लिटेड भएपछि अब हामी अर्को स्टेप जान अनुमति हुन्छ। हामी नेक्स्ट स्टेपमा जान सक्छौँ। नेक्स्ट स्टेपमा आइसकेपछि हजुरले देख्न सक्नुहुन्छ हामीले सेयर मेम्बरको डेटाहरू सफलतापूर्वक इन्ट्री गऱ्यौँ भनेर हजुरको यसरी टिक आइसकेको छ। अब हामी रजिस्ट्रेसन डकुमेन्टमा आइपुग्यौँ।